यति बेला हामी एउटा सुन्दर तालको दृश्य हेरिरहेका छौँ। यो कुन ठाउँ हो त्यो एक्ज्याक्टली थाहा त भएन, तर यो तालको सिन हेर्दा लाग्छ यो ताल एउटा प्रसिद्ध ताल पक्कै हो। र यहाँ यो हामीले चाहिँ यो तालको नाम पनि थाहा पाउन सकेका छैनौँ। सम्भवतः कुनै यहाँ महानुभावहरू भेटिनु भयो भने यो तालको नाम भने पक्कै सोध्नेछौँ। यो ताल अवलोकनका लागि थुप्रै मान्छेहरू यहाँ हामी देख्न सक्छौँ र निकै यो सुन्दर ताल भारतको कुन ठाउँमा छ त्यो त पनि थाहा भएन, तर पनि भिडियो स्केच लिन मन लाग्यो। निकै ठुलो क्षेत्रफलमा पनि अत्यन्तै ठुलो र साह्रै रमणीय यो ताल निकै सुन्दर देखिन्छ र यति ठुलो चाहिँ पर्यटनको सम्भावना बोकेको यो तालमा बोटिङको सुविधा नदेख्दा भने कता कता खिन्न त लाग्यो। यहाँ माछाहरूले छाल मारिरहेका छन्, माछाहरू उफ्रेको हामी सहजै देख्न सक्छौँ र तालको यो उत्तर दिशातिर चाहिँ यो बोट बिरुवाहरू पनि देख्न सक्छौँ हामी। र अहिले यता हल्का कुहिरो परेको जस्तो पनि देखिन्छ। यता निकै सुन्दर छ यो ताल र मैले अहिलेलाई चाहिँ यो आफ्नो एउटा गन्तव्यमा पुग्नुपर्ने भएकोले पनि यो भिडियो फुटेजलाई चाहिँ एन्ड गर्छु। थ्याङ्क यू भेरी मच।